नमस्कार। आज मिति 2083 एक 2 महिना 4 गतेका दिन हामी सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तर्गत हाम्रो विद्यालय स्वास्थ्य कार्यक्रममा आज म सञ्चालक प्रकाश जागी तथा मेरा साथीहरूको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। अपना मेडिकल स्टडी एंड हेल्थ साइंस हसनपुर 5 धनगढीमा अध्ययनरत सामान्य चिकित्सक तर्फ याचे 13 वर्षमा अध्ययनरत विद्यार्थीहरू र आफ्नो पाठ्यक्रममा आधारित विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत आज हामी यसै श्री जनता आधारभूत विद्यालय कैलाली गाउँपालिका वार्ड नम्बर 8 पूर्व टेडीमा चाहिँ स्वास्थ्य सम्बन्धी विषयमा चाहिँ कार्यक्रम गर्न गइरहेका छौं र कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि आजको लागि यसै जनता आधारभूत विद्यालयका प्रधानाध्यापक सर रामस्वरूप चौधरी सरलाई आफ्नो प्रमुख अतिथिको सिट आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यसै विद्यालयका सर गौतम चौधरी सरलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु। यसैगरी हामीले जति हामीलाई आउँछ अब सबै कुरा हामीलाई आउँछ भन्ने छैन। हामीले जति जानेछौँ त्यति हजुरहरूलाई सिकाउने छौँ र हामीहरू भन्दा तिमीहरूले केही कुरा बढी जाने हुनु पनि सक्छ, केही नजानेको कुराहरू बिचबिचमा सोध्नु है। र अब हामीले एउटा टपिकको बारेमा चाहिँ कुरा गर्नेछ। एउटा रहेको छ मेन्सुरल हाइजिन भनेको महिनावारीको बारेमा चाहिँ कुरा गर्नेछौँ। र अर्को रहेछ इन्फेक्सन भनेको चाहिँ नाकबाट रगत बग्दा हामीले के गर्न सकिन्छ भन्ने कुरामा। र अर्को रहेको छ मोबाइल एडिक्सन। अब मोबाइलको लत हामी सबैले मोबाइल चलाउँछ होला हैन। अब मोबाइल चलाउँदा फाइदा कस्तो छ बेफाइदा कस्तो छ भनेर भन्छौँ। ल अब हामी चाहिँ ढिलो नगरिकन अब कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनको लागि